यो पोतो मेरो प्रेग्नेन्सीको निशानी हो, मेरो प्रेग्नेन्सी जर्नी हो, कस्तो थियो भनेर मैले पोतो देख्ने बित्तिकै मेरो सेकेन्ड प्रेग्नेन्सी याद आउँछ मलाई। अनि यो ब्याकग्राउन्ड सिङ्गर चाहिँ मेरो छोरा हो, उसैले भोइस ओभर गर्छु भनेर आफ्नो गाना गाइरहेछ है। यो चाहिँ एउटा सानो मिनी भ्लग जस्तो, अब किनकि नयाँ च्यानल खोलेछु, अलिकति कन्सिस्टेन्सी पनि हुनु पर्यो, डिसिप्लिन पनि मेन्टेन गर्नु पर्यो होइन। त्यही भएर मैले छोटो आफ्नो मर्निङ केयरको भिडियो राखेको। यो चाहिँ पोतो सेकेन्ड प्रेग्नेन्सी पछि आयो, त्यसपछि जानेको नामै छैन, कहिले जाने हो कुनै। हुन त अब अलिकति कन्सिस्टेन्ट भएर कुनै पनि प्रडक्ट 3-4 मन्थ्स रेगुलर लगाएको भए मेबी हुन्थ्यो होला होइन। तर त्यही त हो नि, लगायो गर्छु भन्दा सक्दै नसक्ने, कहिले के हुन्छ, कहिले अब आफू यति थाकेको हुन्छ डन्नु। अब त्यो अरू बाहना दिनै हुँदैन क्या खास भने होइन। आफू कन्सिस्टेन्ट हुनु पर्यो, आफू डिसिप्लिनमा रहेर केही काम गरे पो सक्सेसफुल हुन्छ त। त्यही भएर यहाँ मेरो छोरा म स्किन केयर गर्दाखेरि बाथरुममा गएर भिजेर कपडा सपडा खोलेर आउनु भएछ। त्यसपछि उहाँलाई मैले चेन्ज गरेँ। फेरि कपडा लगाउन पनि यति गाह्रो छ। यो चाहिँ मेरो सानो बाल्कनी, त्यहाँ मैले भगवान्लाई चढाउनलाई दुबो रोपेको छु। अनि यो फुलको मैले चाहिँ हाँगा नेपालबाट ल्याएको थिएँ, कस्तो राम्रो फुलेछ होइन। अनि यो धनियाँ मैले आफै लगाएको, द फर्स्ट टाइम मेरो धनियाँ यस्तो राम्रो भएको छ। त्यसपछि म लन्च प्रिपेयर गर्न गएँ। त्यतिखेर बाबु फेरि टिभी लगाइदिनुहोस् मम्मी भनेर रोएर उसलाई टिभी हेर्न दिएर म एकछिन मेरो काम गर्न थालेँ अफिसको। त्यसपछि भोइस ओभर गर्न लागेको। यस्तो थियो माइक खोसेर। दिस इज इट साथीहरू, सानो मिनी ब्लग। होप यु लाइक इट। सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू।